चाहिँ बाइक बायर्सहरूको एक्सेलको एउटा सिट छ। यहाँनिर चाहिँ डिफ्रेन्ट कलम्सहरू छ जसको आधारमा चाहिँ बाइक पर्चेस गरेको छ कि छैन भनेर यहाँनिर फाइनलाइज गरेको छ। अब त्यो के छ त भन्दाखेरि म्यारिटल स्ट्याटस, अब एजुकेसन र अरू के छ भन्दाखेरि रिजन, एज, यसको आधारमा चाहिँ बाइक किनेको छ कि छैन भनेर चाहिँ कन्क्लुजन निकालेको छ। अब हामीले यसलाई डिटेलली यसरी त हेरेर त फाइनल रिजल्ट निकाल्न त गाह्रो हुन्छ र हामीले एक्सेलकै युज गरेर मैले यसलाई चाहिँ यही डेटालाई चाहिँ मैले यस्तो फिगरमा चेन्जेस गरेको छु र यो चाहिँ पिभट टेबल युज गरेर मैले डिफ्रेन्ट चार्ट्सहरू बनाएको छु र यो तीनटा प्यारामिटरको आधारमा हामीले यो चार्ट्सहरूलाई स्टडी गर्न सक्छौँ। एउटा भनेको म्यारिटल स्ट्याटस, अर्को रिजन र एजुकेसन। यो चाहिँ रिक्वायरमेन्ट अनुसार हामीले एड गर्न मिलो। अहिले चाहिँ सिम्पल हामीले यो तीनटा मात्रै हेरिरहेछौँ। अब फर्स्टमा अब म्यारिड, युरोप र ब्याचलर, यो तीनटा को चाहिँ चार्ट देखाइरहेको छ अहिले। मैले चाहिँ म्यारिटल स्ट्याटसमा चाहिँ सिङ्गलको हेर्न चाहेँ भने यसरी चेन्जेस हुन्छ। अब रिजन चाहिँ मैले नर्थ अमेरिका चुज गरेँ। हेर्नुहोस्, अब यो भनेको चाहिँ यो ब्लू कलर भनेको चाहिँ बाइक पर्चेस नो हो, नकिनेकोहरू हो, र रेड भनेको चाहिँ किनेको हो। र हामीले यसरी यहाँ प्यारामिटरहरू चेन्ज गऱ्यौँ भने यहाँ चार्टहरू पनि चेन्ज भइरहेको हुन्छ। भनेपछि हामीले स्टडी गर्नको लागि चाहिँ यो एकदमै इजी हुन्छ। यसरी ड्यासबोर्ड बनाएर यो काम गऱ्यौँ भने भनेपछि हाम्रो सिम्पल अब एनालाइसिस गर्नको लागि पनि यो डेटा एनालाइसिस गर्नको लागि एकदमै युजफुल हुन्छ। यो चाहिँ हामीले एक्सेलमा मात्र गरेको छौँ, अरू डिफ्रेन्ट टुल्सहरू लगाएर पनि गर्न सकिन्छ। र हामीले चाहिँ एकदम बेसिक एक्सेलबाट मात्रै गर्न सकिने कुराहरू गरेको छौँ।